धेरै मान्छेहरू भन्छन् समयले सबै घाउ निको पार्छ, तर म भन्छु सायद समयले घाउ पुरिएला, तर पीडा अझै रहिरहन्छ र हामी त्यो पीडासँग बाँच्न सिक्छौँ, स्वीकार्न सिक्छौँ। किनकि जो गए उनीहरू गइसके, तर हाम्रो सास त रोकिँदैन नि, होइन र? कसैले छोडेर गयो भन्दैमा हामी सास फेर्न त छोड्न त सक्दैनौँ र हाम्रो जिन्दगी उनीहरूकै यादमा रोकिन त सक्दैनौँ। समय बित्छ, हामी पनि अघि बढ्छौँ हाम्रो बाध्यताले, जिम्मेवारीले, अनि कहिलेकाहीँ बस बाँच्नै पर्ने भएर। तर कहिलेकाहीँ त लाग्छ म बाँच्दैछु कि बस सास मात्रै फेर्दैछु। तर बिस्तारै बुझिन्छ बाँच्नु भनेको दुःखसँगै अघि बढ्नु पनि त हो। हाम्रो मनमा रहिरहन्छ ती सम्झनाहरू, ती आशाहरू, ती अधुरा सपना। तर जीवनमा अगाडि बढ्नु पर्छ आफ्नै लागि, आफ्ना सपना र भविष्यका लागि। र यस्तो समय आउँछ जब पीडा हाम्रो हिस्सा बनिसक्छ र त्यही पीडाले हामीलाई अझ बलियो बनाउँछ। तर साँच्चै भन्नुपर्दा समयले सबै निको पार्दैन, तर हामीलाई बाँच्न सिकाउँछ त्यो घाउ लिएर नै।